In the heart of Italy, where education shapes future and values build character, stands a visionary leader whose journey continues to inspire many. Mr. Leknath Ghimire, the founder of Biswadarsa College, established in 2055 Bikram Sambat, is not just an educational entrepreneur, but a true architect of knowledge and social transformation. With the philosophy of simple living, high thinking, he has dedicated his entire life to nurturing young minds through quality education. His contribution goes beyond academics. As a social personality and educational activist, he has continuously worked for the betterment of society. A lifelong learner, a spiritual thinker, and an author of several insightful books, Mr. Ghimire believes in growth not only in knowledge but also in values. Through his leadership, Biswadarsa has become more than just an institution. It is a platform of dreams, disciplines, and development. Today, we are honored to explore his journey, leadership style, and personality through an insightful interview. नमस्ते सर, सुरुमा त हजुरलाई धेरै धेरै धन्यवाद हजुरको व्यस्त समय निकालेर हामीलाई थोरै दिनुभएकोमा। आज हामी हजुरको जर्नी, लिडरशिप स्टाइल र पर्सनालिटी चाहिँ थाहा पाउनेछौँ केही प्रश्नहरूबाट। हुन्छ, धन्यवाद नानी। सर, सुरुमा चाहिँ हजुरलाई सन् 2055 मा यो विश्वादर्श कलेज संस्था खोल्नको लागि के कुराले प्रेरित गर्यो? म इटलीमा लामो समयदेखि बस्थेँ। म शिक्षण संस्थामा काम गरेको मान्छे थिएँ, तर इटलीमा एउटा स्तरीय शिक्षण संस्थाको आवश्यकता थियो। त्यहाँका विद्यार्थीहरूले राम्रो शिक्षण संस्था खोज्नको निम्ति धरान जानु पर्थ्यो, विराटनगर जानु पर्थ्यो। त्यसकारणले यी शिक्षालय खोलौँ भन्ने विचार आयो र केही साथीहरूसँग सरसल्लाह गरियो। अनि यहाँ पनि यो अलिक पछि परेकै ठाउँ थियो, शिक्षाको क्षेत्रमा मात्र अहिले एकदम अगाडि बढेको छ र यसलाई चाहिँ शैक्षिक हब बनाउनु पर्छ भन्ने उद्देश्यले स्तरीय शिक्षालय, त्यसमा पनि समावि खोल्ने प्रेरणा प्राप्त भयो। यो विश्वादर्श कलेज पहिलाको टाइममा स्थापना गर्दा चाहिँ हजुरले सामना गर्नु भएको सबैभन्दा ठुलो चुनौती के थियो? धेरै चुनौती थिए। सिङ्गो एउटा अथवा हामी थियौँ, जग्गा थिएन, घर थिएन, शिक्षक थिएनन्। विभिन्न भएको अवस्थामा विद्यार्थीहरूको विश्वास पनि थियो कि थिएन, थाहा थिएन। तर हामीले एउटा मनोबलका साथ अर्काको घर भाडामा लिएर हामीले खोल्यौँ र 19 जना र 13 जना, 19 जना कमर्सका र 13 जना साइन्सका विद्यार्थीहरूले हामीलाई पत्याइदिए। त्यहाँबाट हामीले स्थापना गर्यौँ। अहिले यो विश्वादर्श संस्थामा लगभग कतिजनाको परिवार हुन्छ? शिक्षक, कर्मचारी सबै गरेर 3500 हाम्रो परिवार छ। हजुरको संस्थाको मुख्य उद्देश्य वा दृष्टिकोण चाहिँ के छ होला सर? मुख्य उद्देश्य स्तरीय शिक्षा नै हो। शिक्षा चेतनाको मूल आधार पनि हो। शिक्षा भनेको मानिसको मेरुदण्ड हो। त्यो मेरुदण्ड नभइकन मानिस हिँड्न सक्दैन। विश्वादर्श कलेज स्थापना गरिरहँदा चाहिँ हजुरलाई आफ्नो नेतृत्व शैली 1 वा 2 शैलीमा वर्णन गर्दाखेरि चाहिँ कसरी गर्नुहुन्छ होला? पहिलो कुरो त दृढ विश्वास, अनि इमान्दारिता, नैतिक इमान्दारिता, आर्थिक इमान्दारिता र दृढ संकल्प भइसकेपछि अगाडि बढ्न सकिन्छ। सर, अनि हजुर नेतृत्व गरिरहँदाखेरि चाहिँ अनुशासनमा बढी ध्यान दिनुहुन्छ कि मानिसको बुझाइमा? दुईटै अनिवार्य तत्त्व हुन्। अनुशासन बिनाको बुझाइ र बुझाइ बिनाको अनुशासन काम लाग्दैन। पहिलो कुरो त बुझाइ हुनु पर्यो स्पष्ट। त्यो बुझाइलाई साकार रूप दिनको निम्ति तदनुसारको अनुशासनको जरुरी हुन्छ। हजुर दैनिक रूपमा चाहिँ आफ्नो शिक्षक वा कर्मचारीलाई यो संस्थामा कसरी प्रेरित गरिराख्नु भएको छ? पहिलो कुरो त काममा संलग्न गराउनु पर्यो, त्यसको निम्ति प्रोत्साहन गर्नु पर्यो। काम लगाउँदाखेरि एउटा परम्परागत हाकिमको शैलीमा होइन, एउटा साथीभाइको शैलीमा व्यवहार गर्नु पर्यो। कर्मचारीलाई युगानुकूल, समयानुकूल, स्थानानुकूल भइएन भने व्यवहार चल्दैन, प्रोत्साहित पनि हुँदैन। उहाँहरूलाई पनि मानवीय व्यवहार गर्नु पर्यो, तालिमहरू दिनु पर्यो। अनि कहीँ अब मानिस हो, त्यस कारणले मनोरञ्जनात्मक कामहरूमा पनि लानु पर्यो। सो हजुरको संस्थामा चाहिँ कुनै पनि कर्मचारीले राम्रो प्रदर्शन गरिराख्नु भएको छैन भने चाहिँ हजुरले लिने पहिलो कदम चाहिँ के हुन्छ होला? पहिलो कुरो त नियुक्ति गर्दाखेरि नै सतर्क हुन जरुरी हुन्छ। उसको पृष्ठभूमि कस्तो छ, उसको चाहिँ नेचर, व्यवहार कस्तो छ। त्यति गरिसकेपछि कर्तव्यबोध गरेन र काम राम्रो गरेन भने एकपल्ट सम्झाउने, दुईपल्ट सम्झाउने, तेस्रो पल्ट पनि सम्झाउने, आवश्यकता पर्यो भने लिखित रूपमा प्रश्नीकरण सोध्ने। त्यति गर्दा पनि कर्तव्यनिष्ठ भएर काम गर्न सकेन, अनुशासनहीन भयो र संस्थालाई नै हानि गराउने भयो भने उसलाई नसिहत दिने र निष्कासन गर्नेसम्म पनि गर्नुपर्छ। हजुर यो विश्वादर्श संस्थामा संलग्न भइराख्दाखेरि चाहिँ हजुरले कुनै पनि एउटा कठिन परिस्थिति सम्हाल्नु भएको कुनै एउटा वास्तविक उदाहरण छ होला सर? प्रारम्भ कालमा धेरैतिरबाट आक्रमण भए, प्रश्नीकरण सोध्ने अथवा अरू संस्थाको चाहिँ यो सौतिनी संस्था खोले जस्तो
गर्ने र यसलाई तेजबोध गर्नको निम्ति विभिन्न प्रयत्नहरू भए। मैले त के गरेँ भने अरू यहाँका संस्थाहरूलाई पनि एकत्रित गरेर सङ्गठित गरेर सहकार्य गरौँ भनेर पनि अगाडि बढाउने काम गरियो। सर, हजुर अनि परम्परागत विधि मन पराउनुहुन्छ कि नयाँ इनोभेटिभ आइडियाजहरू अपनाउनुहुन्छ? नयाँ नवप्रवर्तनात्मक नै अपनाउनु पर्छ विधि चाहिँ। तर कुरो के हुन्छ भने एकैबाजी नयाँ राम्रो हुँदैन, नयाँ अपनाउनु पर्छ र पहिलेको तल्लो सिँढी चढ्नु पर्छ अनि बिस्तारै माथिल्लो सिँढीमा चढियो भने सफल हुन्छ, सिँढी चढे जस्तै। त्यसकारणले परम्पराको पृष्ठभूमिमा टेकेर नयाँ प्रकारको पनमा चाहिँ जान पर्छ। हजुर आफ्नो संस्थामा चाहिँ कतिको परिवर्तन ल्याउन खोजिराख्नुहुन्छ? त्यो परिवर्तन भन्ने कुरो त के हो भने त्यो समयको माग हो, परिवर्तन नगरिकन केही पनि चल्दैन। अब एआई को जमाना छ, मैले चाहिँ एउटा पार्टी भन्थे क्या पहिले धुलो पार्टीमा लेखाउन कोसिस गरेर उल्टो हिँडाइ हुन्छ। युग अनुसार परिवर्तन हुनु पनि पर्छ, परिवर्तन गर्नु पनि पर्छ। हजुरले यो संस्थामा कार्यान्वयन गर्नुभएको कुनै एउटा विचार छ, त्यसको उदाहरण दिन सक्नुहुन्छ होला सर? पहिले थाल्दाखेरि हामीले दुःखले ब्ल्याक बोर्ड प्रयोग गरेका थियौँ, गर्दै गर्दै हामीले व्हाइट बोर्ड प्रयोग गर्यौँ, अनि पछाडि गर्दै गर्दै स्मार्ट बोर्ड हामीले राखेका छौँ। त्यस्तै किसिमले हरेक कुरामा नयाँ ढङ्गले गइएन भने त युग नै पछ्याउन सकिँदैन। हजुरको दिनचर्या चाहिँ निश्चित छ कि निश्चित पालना गर्नुहुन्छ कि कस्तो खालको सर? दिनचर्या निश्चित पालना गर्छु। ठिक समयमा ठिक काम गर्यौँ भने न भार हुन्छ न कुनै पश्चाताप नै गर्नुपर्छ। सर, त्यसको मतलब हजुर केही पनि काम गर्दै हुनुहुन्छ भने त्यो कामको योजना चाहिँ अगाडि नै हजुर बनाएर चल्नुहुन्छ? एकदम योजना त सानो एउटा घरमा भान्सा बनाउने मान्छेले पनि योजना बनाउनु पर्छ, हरेक कुराको योजना बनाउनु पर्छ र त्यो योजनालाई कार्यान्वयन गर्नुपर्छ। अनि हजुर आफ्नो संस्थामा चाहिँ अनुशासनलाई चाहिँ कसरी सुनिश्चित गरेर राखिराख्नु भएको छ? अब अनुशासन बिनाको संसार चल्दैन। अनुशासनलाई कायम गर्नको निम्ति पहिलो कुरो त दण्डात्मक विधि हो कि यसलाई सम्झाइ बुझाइ हो भन्ने कुरो मूल प्रश्न आउँछ। अहिले हामीले हरेक बालबालिकाहरूलाई, हरेक शिक्षकहरूलाई, हरेक कर्मचारीलाई सिकाएर बुझाएर कन्भिन्स गरेर अनुशासन कायम गर्नुपर्छ। हजुर नियमित रूपमा विद्यार्थी र कर्मचारीसँग व्यक्तिगत रूपमा अन्तर्क्रिया गर्नुहुन्छ? आवश्यकता अनुसार कार्यक्रम बनाएर शिक्षकसँग अन्तर्क्रिया गर्ने, कहिले विद्यार्थीसँग अन्तर्क्रिया गर्ने गर्छु। हजुरलाई सार्वजनिक रूपमा बोल्न चाहिँ कतिको मन पर्छ सर? अब मुनै पर्ने कुरो होइन, तर म व्यस्त नै हुन्छु। सार्वजनिक रूपमा बोल्दाखेरि मलाई आनन्द आउँछ, आफ्नो विषय बोल्न पाउँछु, आफ्ना कुराहरू राख्न पाउँछु, तर त्यो के भने ठुलो महत्वाकांक्षाको रूपमा चाहिँ होइन, र बोल्न मन पराउँछु। हजुर एक्लै काम गर्न बढी सहज महसुस गर्नुहुन्छ कि मानिसहरूसँगै? होइन, त दुइटै गर्छु। एक्लै गर्ने कुराहरू, ध्यान लेख्ने कुरा, पढ्ने कुरा त्यसरी एक्लै गर्नुपर्ने हुन्छ र त्यसै बाहेक अब समूहमा सामुदायिक कुराहरू गर्नुपर्छ। एक्लै गरेर त सबै काम हुँदैन, दुइटैको आवश्यकता छ समय हेरेर। भनेपछि समय अनुसार हजुर आफूलाई चेन्ज गरेर त्यही माहौलमा पुग्न सक्नुहुन्छ? हो, होइन कामै चल्दैन, एक्लै मात्रै गरेर पनि हुँदैन। हजुर विवादहरू चाहिँ छलफल मार्फत समाधान गर्नुहुन्छ कि कडा नियमतर्फ? पहिले छलफल नै हो, छलफल गर्नु पर्यो, उसलाई कन्भिन्स गर्नु पर्यो। उसले केही बदमासी गर्यो भनेदेखि नियतवश गरेको कि भुलवश गरेको हो त्यो बुझ्नु पर्यो। बुझिसकेपछि उसले पश्चाताप गर्छ, दोहोऱ्याउँदैन भने उसलाई चाहिँ दण्ड दिनु नै परेन। हजुर अनि सही हुनलाई प्राथमिकतामा राख्नुहुन्छ कि सम्बन्धलाई कायम राख्नलाई? सही हुनलाई नै प्राथमिकता राख्छु र सम्बन्ध कायम गरेर पनि सही हुन सकिन्छ। हजुर आफ्नो संस्थामा चाहिँ सहकार्यात्मक वातावरण चाहिँ कसरी सृजना गरिराख्नुहुन्छ सर? सहकार्यकै संस्था हो यो, एक्लै गर्ने संस्था नै होइन। सरसल्लाहले अथवा विधानमा बाँधेर आफ्नो काममा लगाउन सकिन्छ। हजुर आफ्नो पर्सनल काम भयो अथवा यो संस्थागत काममा चाहिँ दबावहरू आइराख्छ, दबावहरूमा चाहिँ हजुर आफूलाई शान्त राख्नुहुन्छ कि सजिलै तनाव महसुस गरिहाल्नुहुन्छ? यो चाहिँ के छ, पहिलेको कुरा अलिक तनाव हुन्थ्यो, लामो समयको हुनाले तनाव हुँदैन। हजुरलाई अनि तनाव महसुस गर्दा चाहिँ के गर्नुहुन्छ त? त्यसो तनाव महसुस गर्यो भने मौन बस्ने हो अनि सकिन्छ भने ध्यान गर्ने। सर अनि हजुर त्यस्तो खालको कठिन परिस्थितिहरूलाई चाहिँ भावनात्मक रूपमा नगइकन आफूलाई कसरी सम्हाल्नुहुन्छ? अनि परिस्थिति आयो भने भावनात्मक रूपमा जाने भनेको एउटा सीमा हुन्छ। मानवीय स्वभाव हो, कहिलेकाहीँ रिसाइन्छ पनि मान्छेसँग, तर तुरुन्त सच्याउन सकिन्छ। भावनात्मक रूपमा नगइकन व्यावहारिक रूपमा एकदम शान्त भएर समस्याहरूलाई समाधान गर्न सकिन्छ। हजुरको संस्थामा चाहिँ शिक्षकहरू आएर गर्दाखेरि चाहिँ हजुर कस्तो खालको गुणहरू हेर्नुहुन्छ? पहिलो कुरो त हामी विज्ञापन गर्छौँ उहाँको शैक्षिक योग्यतालाई, दोस्रो कुरो चाहिँ उहाँको दक्षतालाई र उहाँको प्रयोगात्मक कुरालाई व्यवहारमा कसरी उतार्नुहुन्छ, यी तीनटा कुरालाई हामी हेर्छौँ। एउटा दक्षता, शैक्षिक योग्यता र व्यक्तित्व पनि। हजुर आफ्नो संस्थामा आबद्ध भइराख्नु भएको कर्मचारीहरूलाई
विद्यार्थीहरूको लागि चाहिँ तालिम र विकासको अवसरहरू प्रदान गर्नुहुन्छ? प्रदान गर्नै पर्छ। हामी चाहिँ एकदम समसामयिक भइएन भने, अध्यावधिक भइएन भने कामै चल्दैन। अनि हजुर आफ्नो कर्मचारीको कार्य सम्पादन चाहिँ कसरी मापन गर्नुहुन्छ संस्थामा? कार्य सम्पादन त अब के भयो, हाम्रो त्यो शिक्षण संस्था भएको हुनाले उसले पढाउने शिक्षण कला कस्तो छ, त्यसबाट विद्यार्थीहरूको कति प्रभावित छन् त्यो हेर्छौँ। हाम्रा चाहिँ अभिभावकहरूसँग कस्तो व्यवहार गर्छ, विद्यार्थीसँग कस्तो व्यवहार गर्छ, उसले कागजमा राख्नुपर्ने रेकर्ड कसरी राखेको छ, ठिक राख्छ कि राख्दैन, त्यसैबाट मूल्याङ्कन गरिन्छ। ठिक राखेन भने सुझाव दिने हो, ठिक राख्नु भने प्रेरणा दिने हो। हजुर आफ्नो कर्मचारीलाई उत्प्रेरित र सन्तुष्ट राख्न चाहिँ यो संस्थामा के गरिरहनु यो भएको एकदम महत्त्वपूर्ण कुरा हो। अपनत्व सबभन्दा पहिलो कुरो। एउटा शिक्षकले यो मेरो हो, म मेरो काम गरिरहेको छु, यहाँका विद्यार्थीहरू मेरा हुन्, हाम्रा हुन्, देशका हुन् भन्ने भावना जगाउने एक। दोस्रो कुरो, उहाँहरूलाई सुविधा पनि दिनुपर्छ। आफ्नो संस्था अनुसारको उहाँहरूलाई दिने भौतिक सुविधा दिनु पर्यो र उहाँहरूलाई उत्प्रेरित गर्नु पर्यो। कहिले निराशा बनाउनु हुँदैन। हजुरलाई के लाग्छ आजको समयमा शैक्षिक संस्था व्यवस्थापन गर्न सबैभन्दा ठुलो चुनौती चाहिँ के होला? चुनौती त हरेक विषयमा हुँदो रहेछन्, धेरै चुनौती। अस्वस्थ प्रतिस्पर्धा एउटा चुनौती हो। दोस्रो चुनौती भनेको स्थानीय चुनौती हुन्छ। तेस्रो चुनौती भनेको चाहिँ हाम्रो देशमा चन्दा माग्नेदेखि लिएर आफ्नो स्वार्थ पुरा गर्नको निम्ति विभिन्न मान्छेहरू आउने गर्छन्। तर्क वितर्क गर्नुपर्ने हुन्छ र त्यो हेरेर हामीले समस्यालाई समाधान गर्नुपर्छ। चुनौती धेरै छन्। परिवर्तन प्रति देखिने प्रतिरोधलाई चाहिँ हजुर कसरी सम्हाल्नु? अब परिवर्तन भनेको सकारात्मक परिवर्तन हो कि नकारात्मक परिवर्तन हो, त्यसलाई छुट्याउनु जरुरी हुन्छ। नकारात्मक परिवर्तन हो भने तदनुसारको उपचार गर्नु पर्यो। इमान्दार र सत्य यी दुईटा कुरालाई चाहिँ हामीले सँगै लिएर हिँड्यौँ भने नकारात्मक कुराहरूलाई चाहिँ हटाउन सकिन्छ र सकारात्मक परिवर्तनलाई ग्रहण गर्नुपर्छ। यो कार्यस्थलमा विवाद उत्पन्न हुँदा चाहिँ हजुर कसरी समाधान गर्नुहुन्छ? विवाद त उत्पन्न भइरहन्छन्। कस्तो खालको विवाद हो पहिले त्यसलाई अध्ययन गर्नु पर्यो। अध्ययन गरिसकेपछि दुईजनाका बिचमा भएको विवाद छ भने दुईजनाले राख्नु पर्यो, गुण र दोषलाई छुट्याउनु पर्यो, उहाँहरूलाई कन्भिन्स गर्नु पर्यो र एकजनालाई तपाईँले के गर्नुपर्ने हो, माफी माग्नु पर्ने हो कि उहाँलाई गर्न लाउनु पर्यो। यस्ता विवादहरू होइन, विद्यार्थीहरूका बिचमा विवाद हुन्छन्, कर्मचारीका बिचमा विवाद हुन्छन्, शिक्षकहरूका बिचमा पनि विवाद हुन्छन्। तदनुसारको उपचारको विधि अपनाउनु पर्छ र गर्नुपर्छ। हजुरको विचारमा यो सादा जीवन उच्च विचार भन्नाले चाहिँ के अर्थ लाग्छ? यही सबभन्दा मूल मन्त्र हो। सडक बडक देखाउने, मयौँ बन्ने, रङ्गी चङ्गी हुने र बडपन देखाउने र भित्र खोक्रो छ भने खोक्राको केही अर्थ हुँदैन। त्यस कारणले बुद्धि चाहिँ चाहियो। मान्छेको बुद्धि भनेको के भने ज्ञान र व्यवहार हो। सर अनि यो संस्थागत रूपमा लागेपछि चाहिँ हजुरको नेतृत्वमा आध्यात्मिकताले चाहिँ कसरी प्रभाव पारेको छ? यो चाहिँ संस्थागत रूपमा आध्यात्मिक हुनुपर्छ भन्ने चाहिँ होइन र आध्यात्मिक दृष्टिकोण, आध्यात्मिक व्यवहार भनेको मानिसहरूले कम्ती नै बुझे। आध्यात्मिक भनेको चाहिँ मलाई चिन्ने हो, म को हुँ भन्ने हो। सर अनि आजको दिनसम्म पनि हजुरलाई चाहिँ यसरी अघि बढ्नको लागि के कुराले प्रेरित गरिरहेको छ? पैसाको आसक्ति र क्रियाशील जीवन। निष्क्रिय जीवन भयो भने त्यो जीवन काम पनि लाग्दैन। त्यसकारणले क्रियाशील जीवन हुनुपर्छ भन्ने एउटा प्रेरणा हो। हजुरले हजुरको जीवनमा सबैभन्दा ठुलो उपलब्धि चाहिँ के हासिल गरे जस्तो लाग्छ? मैले अपराध गरेर कसैलाई धेरैलाई दुःख दिएको छुइनँ। एक नम्बरमा अर्कालाई दुःख नदिनु नै एउटा उपलब्धि हो। दोस्रो नम्बरमा सकेसम्म अरूको उद्धार गरौँ, अरूलाई प्रोत्साहन गरौँ, अरूको जीवनलाई सुखमय बनाऊ भन्ने कुरामा केही कामहरू मैले गरेको छु। हजुर अहिलेको समयमा उदाउदा विद्यार्थीहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? तिम्रो असाध्यै राम्रो युगमा हुनुहुन्छ। यो युगमा तपाईँ युगानुकूल भएर अगाडि बढ्नुहोस्। अति भौतिकवादी भएर त्यो आसक्ति नदेखाउनुहोस्। आफ्नो कर्ममा निष्ठापूर्वक लाग्नुहोस् र अर्कोलाई म जस्तै प्राणी हो भनेर सम्झिनुहोस्। सर हाम्रो यो फर्मल अन्तर्वार्ता चाहिँ सकिएको छ। अब हामी हाम्रो पार्ट 2 मा जाँदैछौँ, जुनमा चाहिँ हजुरलाई म केही प्रश्न सोध्छु र त्यो प्रश्नको हजुरले उत्तर दिन सक्नुहुन्छ र त्यसको माध्यमबाट चाहिँ हजुरको पर्सनालिटी कस्तो छ भनेर म थाहा पाउन सक्छु। सर हजुरलाई धेरै धेरै धन्यवाद। हजुरको व्यस्त समय निकालेर हामीलाई यस्तो अन्तर्वार्ता दिनुभयो। आजको हाम्रो यो कुराकानीले चाहिँ धेरै कुरा म र मेरो ग्रुपका साथीहरूले सिक्ने मौका पायौँ। जुन कुरा चाहिँ हामी पछिको दिनमा गएर केही बिजनेस गर्दैछौँ भने अथवा काहीँ काम गरिरहेको छौँ भने जुन कुरा चाहिँ हामी हाम्रो जीवनशैलीमा पनि भविष्यमा गएर अपनाउनेछौँ। धन्यवाद नानी, यो मौका दिनुभयो। तपाईँहरूको उन्नति प्रगतिको कामना गर्छु। धन्यवाद। अन्तिममा चाहिँ म मेरो सबै ग्रुपका साथीहरूलाई एउटा सामूहिक फोटोको लागि पनि बोलाउन चाहन्छु। कता